हेलो गाइज वेलकम बैक टू आवर यूट्यूब च्यानल। हजुरहरूलाई ए टु जेएम ब्लग्समा स्वागत छ। नयाँ भिडियो नयाँ दिनका साथमा उपस्थित भइसकेको छु। हेर्नु सक्नुहुन्छ, हेर्नुहोस् त, यो बिचरा कठै यो बगेरीको बच्चा माथि रुख, यो रुखबाट खसेर कठै हामी के गर्ने होला यसलाई? जिउँदैछ न त, यसलाई के गर्ने होला? हेर्नुहोस् त, कठै रुख चढ्न सक्छौ तिमी? चढ ल। मम्मी चाहिँ उता सरसफाइ गर्न लाग्नु भएको छ होइन। अनि यो चाहिँ बाँच्ने त बाँचै छ, पखेटाहरू पनि आइसक्यो। आँखामा चाहिँ खोल्ले छैन, हेर्नुहोस् त। के बाँचे साथीहरू बाँच्न त होइन। अब के गरिहाल्ने यसलाई? यहाँ चाहिँ चढ्दैछिन् होइन, आँपको बुट्टामा चढेर त्यहाँ जाने। ऊ त्यहाँ छ कि रुख, हेर्नुहोस् ऊ त्यहाँ गुड। अनि यहाँ चढ्दैछिन् बहिनी फेरि। अब यसलाई चाहिँ हामीले उता गएर माथि राखिदिन्छौँ। यहाँ चाहिँ मम्मीहरूले चाहिँ, मम्मी र बाबाले ढेकुल ल्याउनुहुन्छ। हालिदियो त्यहाँ हामीले चाहिँ त्यो बगेरालाई चाहिँ उ गरिदिइसक्यौँ। धन्न त्यहाँबाट चढ्यौँ र त्यहाँ गयो त्यो। साथीहरू अब चाहिँ हामी चाहिँ घाँस काट्न जानुपर्ने हुन्छ। बहिनी र म टक्कसित लागेर अब हँसिया बोकेर हेर्नुहोस्। नकाटौँ, फेरि गाली खान्छु होइन। घाँस काट्न जान लाग्छ। अघि शीतलले ल्याएको थियो होइन, शीतल घाँस काट्न गएको थियो अघि। हेर्नु त्यहाँ तितेपाती ल्याए सब, कमसेकम मिसाएर ल्याउनु पर्ने। यता चाहिँ छ नि पाडो, टिके, डल्ले, नाखे। अनि उता यो कालोको नाम सुने र उताको मुने, इन दुइटाको नाम त्यो हो। यसको नाम डल्ले। नाम त हामीले छुट्टा राखिदिन्छौँ। यता चाहिँ झुन्डिङ केराटी जस्तै। र साथीहरू अब चाहिँ म घाँस काट्न जाँदैछौँ। मभन्दा नि हामी दिदी घाँस काट्न जाँदैछौँ। त्यत्रो ल्याएको नेत्रीले त्यत्रो खुर्पा लिएर आएको थियौँ, देखाइदिने यता। अब हामी चाहिँ घाँस काट्न जान्छौँ। अब यति गएपछि देखाउँछु। धेरै टाढा पनि छैन, यति हो। साथीहरू अब चाहिँ घाँस भेटाइनौँ। यो खान्छ चट काटिन्छ टक्कसित लागेर खान्छ खान्न होइन। खायो भने खायो, तर खाएन भने अब हेरौँ। अब खायो भने खायो, खाएन भने साथीहरू हामी चाहिँ हिँड्यौँ है त। घाँस काटेर धेरै नि काटे होइन, स्कुल जाने टाइम भयो, त्यही भएर थोरै काटेछौँ। पसिना है लत्काएर आउँछ के अरे। अब जान्छौँ हामी टक्कसित लागेर घाँसको बारी। साथीहरू हामीले चाहिँ घाँस काट्नु भ्यायौँ होइन। अब चाहिँ घरतर्फ लाग्दैछौँ। हेर्नुहोस् घाँस धेरै नि काटे होइन, थोरै। अब चाहिँ हामी चाहिँ जानुपर्छ टक्कसित लागेर घरतर्फ। बहिनीले चाहिँ थोरै लगाएको छिन्, म पनि थोरै लगाएको छु। अब चाहिँ हामी जान्छौँ टक्कसित लागेर। ल साथीहरू हामी चाहिँ घर आयौँ होइन। घर आयौँ। अब यो चाहिँ राख्छौँ टक्कसित लागेर। राख्यौँ है त।
यहाँ राख्यौँ बहिनी राख थोरैले हामकै राख हँसी पनि नभए चाहिँ हामी भित्र जानुपर्ने हुन्छ हात खुट्टा धोएर होइन पानी परेर हैरान हालत खराब भयो ना 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 पौडी खेला यहाँ तल आऊ दोकान पौडी खेला धनी पौडी खेला मुनि पौडी खेला मुनि अखिबा मजा आछ नि होइन आनन्द लौखा ज्यानलाई हिजो खुब गर्मी भएको थियो आज भेगुताको बिहा गर्दा त पुरा पानीको मारा मार भिडियो भनिदिने किन गर्मी हुन्छ र बैनी अब पौडी खेल्न क्या अरे अब रमाइलो छ साथी हो रमाइलो छ मलाई नाने मेरो मोबाइल जान्छ नाने अनि फुर्छ फुर्छ पानी पनि कम आइन होइन हो नि खै के भन्छन् लौ जा भेगुताको बिहा गर्दा पानी पर्यो कहाँ जाने रमेश कहाँ गोलु आऊ कोहीले पुरा बाल्टी हो के यस्तो झाडो भयो झाडो भयो झाडो भयो झाडोले थर्कायो घर जाँदा सौताले गर्कायो महाराला के झन् फेर्छु कि नआउन फेरि नुहाउनु जाऊ क्या एउटा गीत गीताउँदै नआउँदै गर त ल ल ल ल ए गङ्गा गीताइदिऊ फेरि आइन फेरि आइन फेरि आइन टोका उब्रिराख एक महिनाको आयो पानी होइन 1 महिनाको भेगुताको बिहा गर्दैछ बल्ल गोलु काट्छु गरे तल राम 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 गयो बनैमा आना आना मैले आना 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 खाऊ 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 हेर्नुहोस् गाइस हाम्रो साथीहरू पुरा चलेर पुरा जान्छ पानी झ्यालझ्याल गरेर
ओहो नि जाडो भयो जाडोले थर्कायो बिहा भयो भेकुतीको बिहा भयो होइन यार मेरो मोबाइल जान्छ यार बाबा पौडी खेला मार हाल्दै मार धनी मार हाल्दै बल्ल खा 1 महिनाको खडेरी गरेर बल्ल पानी खा शरीरले होइन 1 महिनाको आयो नि ठ्याक्कै आछि सफा भयो बल्ल अलिकति रहेछ त नाला पनि सफा भयो मान्छे पनि सफा भए बिचरा 1 महिना पानी देखा छैन त्यो देख्न पाइयो बल्ल भेगुता र भेगुतीको माइली गीत न ल मकैबारी दराम गीत न माइली गीत न यता आला चिसो हार्दै हुनु मकैबारी दराम हरिया कक्रा कराम मकैबारी दराम हरिया वहाँ कोही दुलाभित्र छिरा लाजा